सिद्धनाथ मन्दिर समितिका अध्यक्ष, यसका मूल पुजारी अनि जयपुर र यसमा समितिका सम्पूर्ण पदाधिकारी सदस्यहरू, महिला सदस्यहरू, सबभन्दा पहिला म चाहिँ यहाँ यो लेखेको पढ्छु अनि अलिक छपाल्छु है। सिद्धनाथ बद्रीनाथको पवित्र भूमि मानस खण्ड क्षेत्रको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगर विन्दता नगरपालिकामा अवस्थित यस सिद्धनाथ मन्दिरमा यस मन्दिर व्यवस्थापन समितिको संरक्षकको भूमिकामा प्रमुख जिल्ला अधिकारीको कार्यभारबाट स्थानान्तरण भई बिदाई दिने क्रममा आज मिति 82 पौष 12 गते शनिबारका दिन उपस्थित हुन पाएको अवसरमा म गौरवान्वित भएको छु। सिद्ध पुरुष भगवान सिद्धनाथ बाबाको छत्रछायामा सनातन धर्म संस्कृति तथा आध्यात्मिकता अँगालेर मानव जीवनलाई सत्मार्गबाट मोक्ष प्राप्तिको दिशामा क्रियाशील र कर्मशील हुनु मानव मात्रको उत्कृष्ट उपाय हो। मन्दिर व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारी र सदस्यज्यूहरू यसै दिशामा क्रियाशील हुनुहुन्छ नै धन्यवादको पात्र हुनुहुन्छ। यस मन्दिर परिषदको विकास धार्मिक सांस्कृतिक संरक्षणमा तपाईहरूको योगदानलाई अझ सशक्त गर्न होमा हैसियत मिलाउन म जहाँ र जुनसुकै क्षेत्रमा हुँदा प्रयत्नशील हुनेछु। अन्तमा आज मलाई प्रमुख जिल्ला अधिकारीबाट बिदाई गरी सप्रेम सम्झनामा रहन थप मद्दत गर्नेछ। यहाँहरूको हरेक कार्यमा सफलता मिलोस्, शुभकामना व्यक्त गर्दछु। धन्यवाद। म 81 साल चैत्र 30 गते यस जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिकामा आएको थिएँ। तपाईँहरूले वैशाख 6 गते मलाई बोलाएर अब यसको संरक्षकको भूमिकामा स्वागत र बिदाई गर्ने जुन परम्परा अनुसार चाहिँ स्वागत गर्नुभएको थियो। आज म लगभग 9 महिनाको अवधिमा यस जिल्लाबाट बिदाई भई इलाम जिल्लाको कर्म क्षेत्र बनाएर जाँदैछु। अब मैले कञ्चनपुर जिल्लामा म 69-70मा पनि एउटा अर्कै भूमिका स्थानीय विकास अधिकारी भूमिकामा बसेको। यहाँहरूसँग त्यतिखेरैदेखि मेरो परिचय एउटा समीप्यता र काम गर्ने कुरामा सहकार्य भएको नै हो। त्यसै सन्दर्भमा अब अहिलेको भूमिकामा अघि त्यहाँ तल पनि कुरा भयो, प्रमुख जिल्ला अधिकारीको भूमिका भनेको प्रशासनिक शान्ति सुरक्षा लगायतका भूमिका हुन्। विकास निर्माणका क्रिया कामहरू त्यति धेरै हुँदै त्यही पनि ती कुराहरूमा समन्वय गर्ने भूमिका चाहिँ हुन्छ। यो 9 महिनाको पिरियडमा मेरो तर्फबाट यस मन्दिरको संरक्षण, विकास निर्माण तथा धार्मिक प्रवर्धनको दिशामा केही पनि त्यो गर्ने पनि परेन। अब त्यही यहाँ तपाईँहरूले चाहिँ अनुष्ठान आउँछ म लगाउनु भएको थियो, त्यसमा म आएँ। आज सिद्धनाथकै प्राङ्गणमा बिदाई गरेर अलिकति मन अमिलो पक्कै पनि उहाँ जतिको एउटा नेपालको प्रशासन बुझेको यो जिल्लामा उहाँको आगमन भइसके पछाडि समग्र शान्ति सुरक्षा, सीमा सुरक्षा, सबै राजनैतिक दलहरूसँगको एउटा उच्चतम कोर्डिनेसन अनि यो क्षेत्रको विकास निर्माणका निम्ति उहाँले छोटो समयमा खेलेको महत्त्वपूर्ण भूमिका साँच्चीकै सम्झिन लायक छ, स्मरण लायक छ। हाम्रो अपेक्षा त उहाँले कम्तीमा यहाँ 1.5 वर्ष बसिदिएको भए हुन्थ्यो भन्ने थियो। तर अब नेपाल सरकारले अब आफ्नो नीति र कार्यक्रम अन्तर्गत अब उहाँलाई जिम्मेवारी हो। तर उहाँ व्यक्तित्वमा पनि हाम्रो धार्मिक प्रवृत्तिका पहिलेदेखि नै उहाँ त्यस टाइममा खुले धार्मिक प्रवृत्तिमा पनि उहाँ धेरै रुचि राख्ने व्यक्तित्व र अब यो छोटो समय 9 महिनै मात्र कार्यकाल पाएर हाम्रो यहाँबाट बिदाई भएर नयाँ इलाम होइन सर, इलाम जानु भएकोमा यो उहाँलाई अब नयाँ ठाउँको पनि सम्पूर्ण प्रवास राम्रो होस् र हाम्रा जिल्लाबाट केही त्रुटिपूर्ण भए ती साना गल्तीहरू पनि हजुरहरूले यहीँ बिर्सेर हाम्रा पक्षहरूलाई समेटेर
पश्चिमबाट पूर्व लग्नुहोला, किनभने हामी पश्चिमेको वेशभूषा त्यो हजुरले कम्तीमा के छ भने हाम्रो पूर्वतिरलाई पनि यस्तो कञ्चनपुर हो, राम्रा कुरामा यस्तो कञ्चनपुर थियो भन्ने शब्दहरू हजुरले त्यहाँबाट हामीले त्यो सुन्न पाऊँ। भर्खरै चिया कार्यक्रममा सरले अझ पनि मेरो 7-8 वर्ष छ भनेपछि सर सचिव हुनुहोला, सायद मलाई लाग्छ रिटायर हुनुभन्दा पक्कै नै सचिव प्रमुख सचिव भएर हुनुहोला। त्यो बेला हाम्रो के छ भने यस धार्मिक क्षेत्र यो जिल्लालाई नबिर्सिएर हाम्रा यहाँका धर्म यो मतलब धार्मिक क्षेत्रहरूलाई यहाँको पर्यटन विकासको लागि पनि सरले चाहिँ ध्यान जाओस्। आफ्ना मन्तव्य राख्दै यही गर्छु। धन्यवाद। 82 जेठमा उहाँको यो जिल्लामा आगमन भइसके पछाडि सिद्ध